आज चाहिँ मैले यहाँ खसीको खुट्टाको सुप बनाउँदैछु। लेट्स गो। मैले यहाँ 4-5 स्पुन जति तेल राखेँ। त्यसमा मैले जिरा अनि ल्वाङ सुकुमेल रातो खुर्सानी तेजपत्ता फुराएँ। त्यसपछि ठुल्ठुलो 2वटा प्याजलाई चप गरेर राखेँ अनि प्याजलाई चाहिँ यसरी अलिकति ब्राउन हुन्जेलसम्म फुराएँ। त्यसपछि मैले यहाँ राखेँ खसीको खुट्टा राखिसकेपछि मैले यहाँ त्यसलाई चाहिने जति नुन राखेर एकछिन चलाएर छोप्दिएँ, किनभने यो खसीको खुट्टामा चाहिँ नुन पसोस् राम्रोसँग भनेर मैले पहिला सुरु नुन राखेर यसरी छोपेँ। अब एकछिन हाम्रो पाकिसकेपछि मैले यहाँनिर सबै थरी मसलाहरूलाई राखेँ। मैले राखेँ बेसार, मिट मसला, जिरा धनियाँको धुलो अनि त्यसपछि थोरै रातो खुर्सानीको पाउडर पनि राखेँ अनि यसलाई मैले मजाले चलाएँ। त्यसपछि मैले राखेँ यहाँ अदुवा लसुनको पेस्ट मसला राखिसकेपछि मैले यसलाई चाहिँ एकछिन मजाले कुक हुन दिएँ। यतिखेर मैले ग्यासको फ्लेम चाहिँ एकदम लो गरेर एकछिन मसलालाई चाहिँ पाक्न दिएँ। त्यसपछि मैले मसला पाकिसकेपछि एउटा मिडियम साइजको टमाटरलाई पनि राखेँ। टमाटरलाई चाहिँ मजाले पाकिसकेपछि मैले यहाँ तातो पानीलाई राखेँ। हजुरहरूले कति रस खाने त्यो अनुसारले तातो पानी राख्नु होला। त्यसपछि मैले चलाएर यसलाई चाहिँ मजाले कुक हुनको लागि छोडिदिएँ। मैले यहाँ 30 देखि 40 मिनट जति नै कुक गरेँ। त्यसपछि हाम्रो हड्डी र मासु मजाले छुट्टिने गरी पाकेको हुन्छ। त्यसपछि मैले माथिबाट हरियो लसुनको पत्ता पनि राखेर एकछिन पकाएँ। ल हाम्रो खसीको सुप एकदम रेडी भइसकेको छ। यो खानालाई जति मिठो छ त्यसको त्यति नै बेनिफिट्सहरू पनि छ। हजुर पनि यो चिसो धुम्म परेको मौसममा यो खसीको खुट्टाको सुप ल्याएर बनाउनु होला। थ्याङ्क यू फर वाचिङ माई भिडियोज एन्ड follow for more recipes. Bye.